ल बन्द गर्छ है ओके अनि यहाँ ऊ के भन्यो तिमीले पक्क उभियो न के भयो भन्दै होइन के भयो भन्दै थियौ तिमी ल बसेरै भन्नु भगवान चाहियो हिँड्नेवाला र बोल्नेवाला के भगवान भगवान ए हिँड्नेवाला हिँड्नु पनि पर्यो अनि बोल्नु पनि पर्यो त्यस्तो भगवान चाहियो के भयो पेट दुख्यो अनि के भयो त्यसो भगवान चाहियो किन रहेछ बेबीलाई किन किनकि मैले त्यो भगवान मन पर्यो ओ तेरिका ल त्यसो तिमीले तेरो माग त बहुत कडा माग गरिस् होइन अब त्यो माग पुरा चाहिँ कसरी गर्ने हो म त्यसको लागि जादु गर्नुपर्छ होला जादु गर्नु पर्दैन माथिबाट बोल्नेवाला र हिँड्नेवाला भगवान ल्याउनु पर्यो छिट्टै ल्याउनु ल त्यसो भए म भगवानसँग बस्छु भगवानसँगै बस्छ भगवान यहीँ सुताउनु अनि त्यो भगवान हिँड्नेवाला र बोल्नेवाला भगवान कस्तो हुन्छ त्यो तिमीलाई थाहा छ अनि थाहा छैन भने तिमीलाई त्यो कसरी राम्रो लाग्यो त थाहै नभएको चिज कसरी राम्रो लाग्यो तिमीलाई त्यो त्यसरी हिँड्नेवाला त हो कि अनि भगवान कस्तो हुन्छ त्यो तिमीलाई थाहा छ त लक्ष्मी भगवान ए लक्ष्मी भगवान चाहिएको हिँड्नेवाला र बोल्नेवाला लक्ष्मी अनि त्यो लक्ष्मीले के गर्नुहुन्छ उहाँ लक्ष्मी भगवानले के गर्नुहुन्छ पिट्यो भने मोबाइल हेरेर खाना खायो भने झगडा गऱ्यो भने फेरि पाप लाग्छ पाप भने यस्तो के पाप भने के भगवानले यहाँ चोर लगिदिनुहुन्छ यस्तरी आफ्नो हुन्छ अनि यस्तो लग्यो भने फेरि लडाइदिनुहुन्छ अनि आगसम्म ल्याउनुहुन्छ अनि पनिस दिनुहुन्छ पनिस गर्नुहुन्छ भगवानले त त्यस्तो गर्नुहुन्न होला मैले त्यस्तो सुनेको थिएँ एक पेटमा हान्नुहुन्छ हो र एक पेटमा हान्यो भने अनि पेटमा हान्ने भगवान बोलायो भने त तिम्रो पेटमा हान्नुहुन्छ होला नि त अनि किन बोलाउनु पर्यो अनि मान्छे मर्नुहुन्छ त्यही त अनि त्यस्तो भगवानलाई बोलाउनु हुँदैन त्यसो भए होइन के झगडा चकचक गऱ्यो भने पोके राम्रो चिज गऱ्यो भने भगवानले केही पनि गर्नु हुँदैन मलाई यस्तो भगवान चाहियो तिमीलाई केही पनि नगर्ने भगवान चाहियो होइन माया गर्ने भगवान चाहियो ल ल मलाई लभ